ल ल सबैले सम्पूर्ण इष्टमित्र प्यारा सम्पूर्ण आफन्तजनहरूलाई दसैँको धेरै धेरै शुभकामना छ। हामी टाढा भइयो, अहिले तपाईँहरू सामु आउन सकिएन, तर पनि हाम्रो माया हाम्रो प्रेम प्रगाढ रहनेछ र दसैँको सबैलाई धेरै धेरै सम्झनासहित यो हिन्दूहरूको महान बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण साथीभाइ इष्टमित्र लगायत सम्पूर्णलाई कोही पनि मेरो तर्फबाट नछुटोस् भन्न चाहन्छु। र हामी जुन जहाँ जसरी रहे तापनि आफ्नो दसैँको भव्य रूपमा आफूले मनले मान्ने कुरा हो। कर्मले भन्दा पनि आफूले के गरिन्छ के गरिन्छ भन्ने आफ्नो सबैभन्दा ठुलो मन हो। मनले चाहिँ आफू जहाँ भए पनि भव्य रूपमा बनाएको अनुभव गरेको साथ गर्दै हामी सम्पूर्णले फेरि पनि हाम्रो सम्पूर्ण फ्यामिलीले दसैँको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। हस्त नमस्कार, धन्यवाद। हिन्दूहरूको महान पर्व दसैँको सम्पूर्ण नेपालीलाई शुभकामना सहित मेरो फ्यामिलीलाई पनि धेरै धेरै शुभकामना छ। सधैँभरि यस्तै गरेर दसैँ मनाउन पाइयोस्, जहाँ जस्तो जे भए पनि आफ्नो धर्म कर्मलाई रक्षा गर्न पाइयोस् र तिमीहरू पनि राम्रो बन्नु। बाबा आमाको सबैभन्दा ठुलो चाहना इच्छा भनेको छोराछोरी राम्रो बन्ने राम्रो गर्ने भन्ने हुन्छ। त्यही भएर सधैँभरि राम्रो गर्नु। ल नमस्कार नमस्कार दिन्छु। ल छोरालाई पनि त्यही यो मैले भन्ने है, राम्रो असल गर्ने गर्ने असल भन्ने राम्रो काम गर्ने फलाना छोराले राम्रो गरौँ भन्ने पार्ने, मलाई मात्र होइन देशकै लागि केही गर्न सकिन्छ भने देशकै लागि गर्ने, अगाडि बढ्ने सब गर्ने गर्नुपर्छ। आशीर्वाद त मनबाट दिन्छ भन्छन्, मैले मनबाट दिन्छु है। यो भए पनि त्यसो भए नि ट्याक्कै मान्नु भयो बाबु। सुबा तिर्नुपर्छ। ए जमाना हेरिका ल नानीलाई नि जमाना ल बाबुलाई पनि जमाना ल है दिएर तिमीले बाबु ल पैसा छो मैले हातले दिनु रङ लाग्छ, फेरि भोलि आएर चल्नु पर्यो होइन। ल नानी ल सुबा ल यता तिमी अलि पर पर जानु पर्यो। तिमीलाई पनि धेरै धेरै दसैँ शुभकामना। सधैँभरि यस्तै गरेर ल्याइदिन पाइयोस्। राम्रो बन्नु, असल बन्नु, सधैँभरि असल थियो, अझै राम्रो गर्ने। ल सम्पूर्ण हात महिलाको घरको हात महिलाको हातमा हुन्छ भन्छ, त्यही भएर सबैलाई मिलाएर अगाडि बढ्ने यताउति गर्ने क्षमता राख्नुपर्छ। क्षमता बढोस् भन्न चाहन्छु। ल